नमस्ते सबैजनालाई। आज म चाहिँ फर्स्ट टाइम नेपालबाट जापान जाँदैछु र मैले चाहिँ भिडियो बनाउँदै जानेछु। एयरपोर्टमा, प्लेनमा चाहिँ के हुन्छ, कस्तो कस्तो हुन्छ, कस्तो प्रोसेस फलो गर्नुपर्छ, कसरी जानुपर्छ भन्ने कुरा चाहिँ मैले मिलेसम्म, सकेसम्म भिडियो बनाउन मिलेसम्म चाहिँ म तपाईँहरूलाई देखाउँछु। जो चाहिँ फर्स्ट टाइम नेपालबाट जापान जाँदै हुनुहुन्छ उहाँहरूलाई चाहिँ यो भिडियो एकदमै हेल्पफुल रहनेछ जस्तो लागेर मैले यो भिडियो बनाएको हो है। फर्स्टमा चाहिँ एयरपोर्ट पुगिसकेपछि ट्रलीमा आफ्नो लगेजहरू राख्ने र मेन गेटबाट चाहिँ इन्ट्री गर्ने र इन्ट्री गर्ने बित्तिकै चाहिँ लगेजहरू स्क्यान गर्ने मेसिन छ र त्यहाँ चाहिँ आफ्नो लगेजहरू क्यारी अन लगेज, ह्यान्ड क्यारी र पछाडि बोक्ने ब्याग तिनवटै राखेर स्क्यान गर्ने र स्क्यान गरिसकेपछि चाहिँ फेरि त्यो ट्रलीमै ब्यागेजहरू राखेर अलि अगाडि चाहिँ एउटा लाइन बस्नुपर्छ। त्यहाँ चाहिँ ब्यागेजहरू वेट गरिसकेपछि चाहिँ त्यहाँ चाहिँ बोर्डिङ पासमा चाहिँ हामी कति नम्बर गेटमा जाने, प्लेन चढ्ने बेलामा, बस चढ्ने बेलामा अनि त्यो पछि हाम्रो सिट नम्बर कति हुन्छ प्लेनमा भनेर चाहिँ लेखेको एउटा टिकट जस्तो पेपर हुन्छ। त्यो बोर्डिङ पास लिएपछि चाहिँ त्यहाँबाट हामी एलिभेटर चढेर माथि सेकेन्ड फ्लोरमा जानुपर्छ र त्यहाँ चाहिँ एउटा सेक्युरिटी चेक हुन्छ। त्यहाँ चाहिँ हामीले आफ्नो पर्स, बेल्ट, मेटलको सामानहरू अनि इलेक्ट्रोनिक सामान, मोबाइल फोनहरू, जुत्ता सबै निकालेर एउटा ट्रेमा राखेर त्यसलाई पनि स्क्यान मेसिनमा राखेर सबै सामानहरू स्क्यान गर्नुपर्छ र त्यो रिसिभ गरिसकेपछि फेरि आफ्नो पासमा रहेको गेट हेर्दै हाम्रो गेट हो कुन हो पत्ता लगाएर अनि त्यहाँ पनि हामीले एकछिन क्यू हुन्छ, क्यूमा बसेर अनि हामी त्यहाँबाट बोर्डिङ पास भइसकेपछि चाहिँ त्यहाँबाट हामी गाडीमा प्लेनसम्म जान्छौँ। मेरो चाहिँ ट्रान्जिट मलेसिया हो र म चाहिँ बाटिक एयरलाइन्सबाट ट्राभल गर्न जाँदैछु। मेरो चाहिँ ट्रान्जिट लगभग 2 घन्टा जतिको छ। प्लेनमा सिट पत्ता लगाउन चाहिँ हामीलाई एयर होस्टेजहरूले गाइड गरिदिनुहुन्छ र प्लेन टेक अफ गरेको 45 मिनट पछि चाहिँ हामीलाई प्लेनमा खाना सर्भ गरिदिनु भयो। मैले चाहिँ मिलमा चिकन बिरयानी र एउटा सानो बोतल वाटर पाएँ र खाना चाहिँ ठिकै थियो, मिठै थियो। बेलुका सनसेट पनि भयो। हामीलाई चाहिँ मलेसिया पुग्न लगभग 4 घन्टा लाग्थ्यो काठमाडौँदेखि। अनि हामी चाहिँ 2:30 मा टेक अफ गरेको थियौँ र बेलुका 8:30 मा चाहिँ हामी मलेसिया पुगिसकेको थियौँ। हाम्रो प्लेन चाहिँ अलिकति डिले भएर ट्रान्जिट टाइम चाहिँ अलिकति कम थियो हामीसँग र छिटो अर्को गेट पत्ता लगाएर हामी इन्ट्री गरिसक्नुपर्ने थियो ओसाका खान्साई एयरपोर्टको लागि। त्यही भएर हामी छिटो अघि बढ्यौँ अनि त्यो पछि एउटा स्क्रिन भेट्टायौँ। यसमा चाहिँ अब कुन फ्लाइट हुँदैछ, कहाँ जाने अनि कति नम्बर गेटमा जाने भनेर लेखेको थियो यस्तो। अनि हेल्प डेस्क रिसेप्सन जस्तो पनि हुने रहेछ अनि त्यहाँ चाहिँ मान्छे बसिरहनुहुन्छ। उहाँलाई हामीले त्यो बोर्डिङ पास देखायौँ भने उहाँले पनि कुन गेटमा जाने भनेर भनिदिनुहुन्छ। त्यो पछि हाम्रो सानो सेक्युरिटी चेक हुँदो रहेछ। हाम्रो चाहिँ C14 थियो खान्साई ओसाका एयरपोर्ट जानको लागि C14 गेट भन्नुभएको थियो। त्यही भएर हामी C14 मा गयौँ। यहाँ पनि सेक्युरिटी चेक गरेर अनि हामी सिधै प्लेन चढ्यौँ र प्लेनमा चढ्ने बित्तिकै धेरै टाइम नभएको भएर तुरुन्तै प्लेन टेक अफ गरिहाल्यो र रातभरि हामी चाहिँ प्लेनमा ट्राभल गऱ्यौँ। प्लेन टेक अफ गरेको 1 आवर पछि चाहिँ फेरि मेरो मिल आइसकेको थियो। सेम मिल थियो अगाडिकै जस्तै चिकन बिरयानी र एउटा सानो बोतल वाटर।
बिहान 6:30 बजे चाहिँ हामी जापान पुग्यौँ र यसरी हामी चाहिँ बिहान 7 बजे एयरपोर्ट पुग्यौँ र एयरपोर्टबाट निस्केपछि चाहिँ एउटा ट्रेन जस्तो चढेर हामी तल इमिग्रेसनमा गयौँ र इमिग्रेसनमा चाहिँ हामीले फर्महरू भरेर जाइरो कार्ड बनाएर अनि त्यो पछि ब्यागेज रिसिभ गरेर चाहिँ एयरपोर्टबाट निस्क्यौँ. Hope this video will helpful who are traveling first time Nepal to Japan.